खुट्टा दुख्छ हौ डाक्टरको चेम्बर कता हौ सर हजुर सर नमस्ते ए नमस्ते हजुर ए के भयो आउनुस् भित्रै हुन्छ सर बस्नुस् न हुन्छ बस बिस्तारै बिस्तारै यहाँ आराम गर्नुहोस् यहाँ बस्नुहोस् के चाहिँ हुन्छ तपाईँलाई खासमा चाहिँ आमा सर यता पनि दुख्छ यता पनि दुख्छ यस्तो दुख्छ यहाँ पनि दुख्छ सर हो ए यस्तो यस्तो सबै दुख्छ नि हौ सर त्यसो भने म यता हेरिदिन्छु नि त म बस्नुहोस् न तपाईँ मजाले के चाहिँ उयो भएको रहेछ ल हुन्छ हुन्छ एकछिन त्यहाँ बस्नुहोस् बस्नुहोस् है यो ढुक्कै बस्नुहोस् हजुर यो चेकअप गर्नु पर्यो नि त होइन तपाईँको हजुर एक हप्ता जस्तो भयो नि सर एक हप्ता भयो है लु यहाँनिर अब तपाईँ पल्टिनुहोस् त यहाँनिर एकछिन हजुर यहाँनिर ल्याप्पै पल्टिनुहोस् न त यता ल घोडा उता चढाउनुहोस् अब चेकअप गर्नु पर्यो नि त तपाईँको प्रेसर नाप्नु पर्यो यो लौडा यहाँ राख्नुहोस् हुन्छ बस लौडा यहाँ होस् न ल हुन्छ ल खोइ प्रेसर नाप्नु भएन हजुर प्रेसर नापे लामो सस फेर्नुहोस् है अब ल हुन्छ होइन यो सर के गर्नुभएको प्रेसर नाप्दा यो फुलिनु पर्यो नि त पहिला टाइट हुनु पर्यो अन्त थाहा हुन्छ त अनि सर त्यो मुखले फुक्दा पनि हुन्छ र सर त्यो हुँदैन सर यस्तो अरे हुन्छ नि हौ हुन्छ किन हुँदैन यहाँ मैले 10 दुनियाँलाई यहाँ जाति बनाइसकेको मान्छे अब तिमीले सिकाएर हुन्छ मलाई फुल्यो हजुर फुल्यो तर पैसा चाहिँ कति रहेछ सर कहाँ हेर्नु लु अब मलाई याद भयो भएछ तपाईँको प्रेसर त अलिक ठिकै रहेछ हो हजुर 19.3 FM उयो रहेछ एफएम एफएम पो भनी पठाएछु यति चाहिँ रहेछ नि त प्रेसर हो ठिकै छ तपाईँको के दुख्छ यो पनि होइन हजुर अलिकति यसो गरौँ ल हजुर बिस्तारै आमा ल यताको हजुर जाति पनि भइहाल्छ यहाँ त हाम्रो त हो हजुर म त एउटा उयो पनि हो नि त डक्टर मात्रै नभएर के त हजुर तपाईँको त यो जाति त होइन हजुर म डक्टर मात्रै नभएर चाहिँ तपाईँको एउटा जादुवाला पनि हो बुझ्नुभयो जादुवालाले पनि म यस्तो काम गर्छु तपाईँको बिमार चुवाट्टै भएन रहेछ नि मलाई भन्नुहोस् हो हजुर सर तपाईँ एउटा उता आश्रम बाबाकोबाट मैले एउटा दबाई लेख्छु त्यो हजुर मलाई वरदान दिएको नि त उसले हजुर उसले चाहिँ लाखौँ करोडौँलाई जाति बनाउनु भनेर चाहिँ मलाई एउटा त्यो दबाई देख्छ उसको आशीर्वाद हो उसको मलाई त्यो आशीर्वादले चाहिँ तपाईँको बिमारी यो दुख्नु पिर्नु सबै एकैतालमा स्वाट्टै हुन्छ भोलिदेखि आइबस्नु पनि पर्दैन बुझ्नुभयो अलिअलि मसाज चाहिँ गर्नै पर्छ यसो लु तपाईँको मसाज त्यही त रिङ्गाट चलेर हुर्कै त खाने मसाज हजुर बस अहिले कस्तो भयो हजुर अलिक चाहिँ यो तिम्रो पासुलामा चाहिँ के त हजुर त्यो बाँदरे भुत्ला भन्दा पनि के त हजुर कुकुरे भुत्ला बेसी आएको रहेछ नि त हो यो पनि केही छैन लु अब यसो बस्नुहोस् त सबै प्रेसर सेसर त अलिक मुखमा पनि घाउ छ कि कतै हेरौँ ओके कता हो यो फेरि बोल्दैन न त बास आगो र घाउ छ भने चाहिँ त्यो सुँगाउँदिन दबाई घाउ छैन भने चाहिँ सुँगाउँछु ल त्यो चाहिँ मलाई उता आसाराम बाबाले आशीर्वाद दिएको बुझ्नुभयो यो दबाई चाहिँ हतपतको जोसुकैलाई म दिँदिनँ त्यहाँ अब तपाईँ निकै अब कन्डिसनमै अब सिरियस कन्डिसनमै देखेर चाहिँ अब म त्यो दबाई सुँगाउँदैछु हो तपाईँ आँखा बन्द गर्नुहोस् म त्यो दबाई लिएर आउँछु बुझ्नुभयो त्यो चाहिँ जादुवाला पनि हो बुझ्नुभयो ल बस्दै गर्नुहोस् कतामा
जाति बनाएन रहेछ भने चाहिँ याद राख्यो। आँखा बन्द मन्त्र पनि छ मेरोमा। अलिअलि तपाईँलाई केहीको अब यताउता बास्नाहरू आएको जस्तो हुँदैछ। आएको छैन सर अहिले। कम्ती कम्ती अलिक कम्ती। हजुर अहिले चाहिँ अलिक आउँदैछ, हल्का आउँदैछ है। यो तपाईँले चाहिँ दिमागमा भेटेर देखिएर किडनीमा सबै मुटु पक्सु टाकटुकमा पसेर चाहिँ तपाईँको यो दुख्नु पिर्नु हो। किनेमा बनायो त त्यो त अब असर पारेको नि त। जति गनाए त्यति चाहिँ राम्रो। किनेमा बनाउँदैछ है। यो डाक्टर कस्तो डाक्टर मजाको होइन यो त अब आश्रम बाबाले दिएको उयो हो नि त। यो त बढ्दैन त्यो त कहाँ आउँछ यसले। ल यसले त मलाई त मजाको सिकाउँछ। अरे के हो यो? के लेखेको छौ? कुकुर हस्पिटल भेटनेरी? अनि म त हस्पिटल गएको त मरेछ, भेटनेरीमा पो आएछु। र अब यो डाक्टरले त यतै नायक मुतै नलाग पारेर मच्चा सुँगाएर गर्दो रहेछ। थुक्का मरेको भेटनेरी पो गएछु म त। झन् यतै दुखेको माथि झन् दुख्ने बनायो नि हौ मलाई त। यतै दुख्ने बनाएर मारे नि हौ। चल अब भेट्छु होला नि बाटोमा म त्यसलाई। कहाँ छोड्छु र त्यसलाई त म यही डन्ठाले म त्यसको उयो करम भात नै घतको दिन्छु। अन्त बाटोमै म साला भन्नुपर्छ नि त्यसले हो यो भनेर। हस्पिटलै सम्झेर देखाएको त छैन हौ। म नि त्यसलाई त्यसको म करम चाहिँ भाँच्छु नि। तर त्यसको नभाँची म छोड्दिनँ नि। झन् यता दुख्दै गएको माथि झन् दुख्ने बनायो नि हौ। आमामा आमामा झन् दुख्ने बनायो नि हौ। त्यही कस्तो खालको डाक्टर हो यो? हुँदैन। नमस्ते सबैमा है, सेवन्ने। र आज भने चाहिँ हामीले एउटा सानो भिडियो लिएर आएको थियौँ र सबैजनाले हेरिदिनु भयो होला है, मन पराइदिनु भयो होला हाम्रो भिडियो है। र त्यसलाई चाहिँ एकदम लाइक कमेन्ट सेयर गर्नु नबिर्सिदिनु होला है। र आजको यो भिडियो चाहिँ हामीले सानो किन बनाएको भन्दाखेरि चाहिँ अहिलेको एकदम मौसम घरि घाम पानी हुन्छ है। र चाहिँ अब पानीमा पनि भिज्छ यता घाममा है। र गर्दाखेरि चाहिँ त्यसले अहिले घरि एकदम सिजन मान्छेलाई अब ज्वरो मार्गी खोकी है, जिउ दुख्नुहरू, हातखुट्टा दुख्नु, डाइरियाहरू हुनु अहिले धेरै त्यस्तो भइरहेको छ गाउँघरतिर है, सबै जग्गातिर। र त्यसको लागि चाहिँ सम्पूर्ण है हाम्रो अब साथीहरू है, सबैजना जतिजनाले यो भिडियो हेरिदिनु भयो सबैजना एकदम बी सेफ है, राम्रोसँगले बस्नु होला है। त्यसको लागि चाहिँ हामीले यो सानो भिडियो पनि लिएर आएको थियौँ है। अनि यति नै भन्दै आजको भिडियो मन पराइदिनु भयो होला है। र सबैजनालाई धन्यवाद। र म चाहिँ बिर्सेर चाहिँ भेटनेरी पो गइपठाएछु हस्पिटल हो। आज त डाक्टर देखाउनु गएको त हो साथी हो, भेटनेरी पो गइपठाएछु हो। र साथी हो, स्टे ट्युन, अलवेज किप सपोर्टिङ। थ्याङ्क यू।